तपाईले 75,000 लिनुभयो हैन? 75,000 60,000 हो। 60,000 लिनुभयो। किन लिनुभयो? नाइ अब उनीले के भने कि त्यता नगर्दिनु मिलाइदिनु भनेपछि मैले अब समितिमा किन उहाँलाई केही बिल भरपाई के दिनु भएको छ? नाइ बिल भरपाई पनि केही दिए छैन। बहिनी रोइराख्नु भएको छ। उहाँले जसो तसो कमाएर भर्खरै मात्रै पहाडबाट आउनु भएको रहेछ। सिधा मान्छे हेर्नुस् त अहिले तराईमा धेरै ठाउँमा चाहिँ छाउपडी गोठहरू छैन तर पनि उहाँ पहाडबाट आइसकेपछि देउताहरूलाई मान्नुपर्छ भनेर उहाँले चाहिँ यसरी बनाउनु भएको रहेछ। हेर्नुस् त अहिले रोइरहनु भएको छ। घरमा चाहिँ खानको लागि चामल छैन तर पनि वन कि अध्यक्ष आएर थर्काइसकेपछि तिमीहरूलाई जेलमा हाल्छु भनिसकेपछि आज उहाँ रुँदै हुनुहुन्छ। अनि म फेरि यहाँ पनि आएको उहाँले आफै कल गरेको गर्नु भएको थियो अनि यिनीहरूले पनि मिलाइदिनु उता नगर्दिनु अनि भनेपछि होइन अनि मिलाइदिनु भने अनि मैले पनि यहाँ गाह्रो हुन्छ होइन त्योभन्दा कानुन प्रक्रिया गएपछि उहाँले जसरी पनि गर्नुहुन्छ यता यो सामान्य ठुडा काटिया छ यसमा के कानुन लाग्छ? अब कानुन लाग्छ लाग्दैन त्यो त अब वन विभागलाई थाहा होला। मैले त ल्याइदिने भनेको थिएँ कि बाबु होइन ल्याइदिने। अनि तपाईलाई अब कानुन कारबाही के हुन्छ त? 60,000 लिनुभएको स्वीकार्नु भएको छ तपाईले अनि त्यो गरेपछि अनि तपाईले गर्दा मन परि हुने अनि सामान्य जनताले मैले त्यो पैसा यसरी खाने भन्ने पनि होइन म पनि त्यो कार्य योजनाको पैसा कहाँ छ अहिले? पैसा कहाँ छ? त्यो पैसा मैले सुरु अब कसको भने कोषाध्यक्षले पनि छोडिरहेको छ होइन। अब सचिवको पनि अब हातमा गरेर हिँडामिना हुन्छ भोलि चाहिएको बेला मैले कानमा लगाउनु पर्यो कि पर्यो? पैसा कहाँ छ अहिले? त्यो पैसा राखेको छ सुरक्षितमा अनि कार्य योजनामा दिने भनेर केमा राख्नु भएको छ? मैले आफैसित राखेको छु। आफैसँग छ? अगाडि त 3 लाख तोकेको थियो अनि पछि 3 लाखबाट 1.5 लाखमा छोडिन्। 1.5 लाखबाट पछि बल्ल गए 80 मा लगाइदिनु मैले 80 दिएन 75 दिएको छु। 80 भन्दै थिए 80 भन्दै थिए 75 दिएर आछु। तपाईले धम्क्याउनु भयो? धम्क्याएपछि यस्तो नराम्रो पर्छ भनेर अनि एउटा बोटको 15,000 एउटा सालको बोटको 15,000 तिर्न गनेपछि 13 घर निरा ठुला तले 13 घरको ऋणको सबै घर जग्गा बेचेर पनि त तिर्न सक्ने छैन पनि हुन्थ्यो तिनले मलाई मैले त्यही उनीहरू डोबले तिर्दिए। अब पैसा कहिले फिर्ता गर्नुहुन्छ? गर्दिनु भनेपछि गरिदिउँला होइन गर्दिनु अहिले गरिदिनु भने अहिले गरिदिउँला। अहिले कति बेला ल्याउनु भएको छ? अहिले त ल्याए होइन हजुर अनि भोलि म गरिदिन्छु। तपाईँ अध्यक्ष सर्वश्रेष्ठ हो? मैले यस्तो हो कि अब त्यो आफैले खाने भनेको होइन म कार्य योजनाको दौडिएको छु होइन। समिति 11-12 जनाको समिति 13 जंगलको पैसा त जंगलमै लगाउनु पर्यो नि त। मैले 13-14 जनाको समिति हुन्छ। समिति छ तपाईले कुनै मान्छेलाई कारबाही गर्नुहुन्छ त्यसको निर्णय गर्नुपर्छ। गयो यो अर्को सचिव वर्ष गयो अर्को जाने हामीले पनि यस्तो गाह्रो भएको छ। तपाईको वन मलाई नसिकाउनु कानुन नसिकाउनु वनमा हामीले धेरै ठाउँमा रिपोर्टिङ गरेका छौं के तपाईले निर्णय गर्नुपर्छ होला नि कसलाई कसलाई कारबाही गर्यो भनेर। त्यही त बैठक पनि बसाल्ने उहाँले चाहिँ त्यो पैसा लगिसकेपछि बिल दिनुपर्छ होला। मम्मी बिरामी बढ्दै आएर मम्मी बित्नु भयो हैन म यताउता बिजी नै भइसक्यो। व्यक्तिगत कुरा नसुनाउनु हामीलाई। तपाईको चाहिँ यहाँ बिल दिनुभयो कि बिल दिनु भएन? बिल दिया छैन। दिमलाई त्यो नदिनु ठुलो कुरो होइन। अब उहाँहरु पनि जानु पर्यो नि त जहाँ त्यही उ गर्नु पर्यो हैन। अब कहिले कतै बोलाएछ कहिले कतै बोलाएछ म पनि त बिजी हुन्छु त नि। हजुर अनि न बिलै दिनु पर्ने भएपछि बिलै मंगाइदिउँला अहिले। न बिलै नदिनु उहाँहरुलाई हैन। अब त्यो जे हो त्यसैमा उ कति महिना अगाडि लिनुभयो तपाईले? त्यस्तै के को महिना होइन यसले कहिले लिनुभयो तपाईलाई थाहा छैन? माग्नु है के मेरो मम्मी ठक्कै त्यतिखेर उनलाई। वैज्ञानिक मिडियामा हार्दिक स्वागत छ। म टिकाराम साउथ। दर्शक पनि एउटा अचम्मको घटना तपाईलाई प्रसारण गर्न गइरहेका छौं जहाँ पछाडी तपाई देख्न सक्नुहुन्छ यो एउटा छाउपडी कटेरो वा घर हो। यो घर बनाए बापत एउटा सामुदायिक वनकी अध्यक्षले 75,000 घुस खाएको काण्ड यति बेला बाहिर आएको छ। यो काण्ड हो कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर 2 को छोटकी पिरुवाको। उर्मिला कामीले 75,000 दिएकी छन्। यो गोठ बनाइसकेपछि पिरुवा सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष पार्वती बमले आएर यो घर बनाए बापत 75,000 लगेको भन्ने उहाँले आरोप लगाउनु भएको छ। यो सामान्य कार्ड छ यसमा ठुलो खालको केही पनि छैन तर पनि उहाँले चाहिँ 75,000 यहाँ घरमा हैन केही पर लगेर 75,000 एकान्तमा लगेर लिएको गुनासो आएको छ। यो गुनासो के हो हामी उहाँसँग कुराकानी गर्छौं। यहाँले स्वागत छ। नमस्कार। के भयो घटना भन्नुस् त? केही लागि अलिकति काट ल्याएको छु अगाडि अनि पुरानो भइसकेको छु। हामीले अनि त्यो छाउपडी कटेर बनायो मुङसिरको महिना अनि तिनीहरू थाहा पाएपछि तिनीहरू आएर अनि त्यहाँ पैसा माग्यो अनि हामीहरूले दिदियो पैसा। कति दिनुभयो? 75,000 दियो अनि ती तलबाट आएन म माथिबाट गएर उ त्यहाँ ड्याममा दिएको छु पैसा। किन दिनुभयो त? दियो अब डरले पनि दियो हामीले। अब के भन्नुभयो? के भन्नुभयो उहाँले? के नि धम्क्याए यस्तो गर्छ के भनेर धम्काउनु भयो?
के नै अब पछि माथि फोन लाउँछु म सरलाई अनि त्यहाँ पलनपुर फोन लाउँछु पलनपुर फोन लगाएपछि पछि नराम्रो पर्छ भने अनि पछि अगाडि त 3 लाख तोकेको थियो अनि पछि 3 लाखबाट 1.5 लाखमा झोडिन् 1.5 लाखबाट पछि बल्ल जाइ 80 मा लगाइदिनु मैले 80 दिएन 75 दिएको छु 80 भन्दै थिएन 80 भन्दै थिएँ 75 दिएर आएको छु तपाईले धम्क्याउनु भयो धम्क्याएपछि यस्तो नराम्रो पर्छ भनेर अनि एउटा बोटको 15,000 एउटा सालका बोटको 15,000 तिर्न गनेपछि 13 घर निरा ठुला तँले 13 घरको ऋणको सबै घर जग्गा बेचेर पनि त तिर्न सक्ने छैन भने हुन्थ्यो तिनले मलाई मैले त्यही उनीहरू डरले तिर्दिएँ अब डरले तिर्नु सल्लाह गर्नु भएन घरमा अब तिर्दिनु भने अब बुढा छेर इन्डिया छन् बुढा अब हामी हिउँबर्कै महिला मात्रै हुन्छु घरमा बुढा हुन्न अब बुढालाई के थाहा अब बुढाले लगाएर गयो अनि त्यहाँबाट तिर्दिनु भने अब हामीले डरले तिर्दियो धम्क्याएपछि डर त्यत्रो के छ को आउनु भएको कोही आएको थियो तिनले मलाई फोन गरेछिन् मलाई फोन गरेर पैसा ल्याइदिनु भने त्यो तलबाट ड्याममा आइन् म यहाँबाट गएँ दुईवटा छुरी लगेर अनि त्यहाँ तिर्दिएँ 2-3 दिन आयो बिहान आउँछन् 2-3 दिन आयो मेरा घर अनि पछि मैले 3 दिन अनि 4 दिन तिर्दिएँ अब त घरमा पैसा थिएन मैले अर्खाबाट ब्याजी पैसा 5 रुपियाँ निकालेर दिएको छु अनि तपाईले चाहिँ गाउँका मान्छेहरूलाई भन्नु भने यसरी मागिराख्नु भएको छ भने भने अब गाउँका मान्छेले भने तिर्दियो अब ती मान्छे नराम्रो छ राम्रो छैनन् भने अनि तिर्दिएँ मैले अब आफूलाई थाहा छैन कि साह्रो के टाढा जानुभयो तिर्न पैसा उयो ड्याममा दिइरहेको छु तपाईले काट्नु भएको यही होइन यही हो एउटा त्यो कुखुराको एउटा सानो कुखुराको मसिना छन् ठुलो रूप पनि होइन ठुलो रुख पनि होइन कसले त कति काटी लिएको छ ढलेको काट्नु भएको थियो अब ढलेको अब दुखी चोरेर ल्याएर अलिकति त्यो काटे हो हामीले ढलेको पनि ल्याएको छु बर्दाई ढलेको छु बर्दाई ठुला छु बर्दाईको सजाय त्यति तिराएपछि अनि हामी गोर गरिब मान्छेले के गर्ने हाम्रो घरमा खाऊ भने चामलको गिडेर हामी उताएर चामल ल्याएर खान्छौँ पैसा तिर्दाखेरिमा चाहिँ बन्द रुइरहेको छ के भन्नुहुन्छ अब यसरी पैसा तिर्नुभयो होइन कानुनी निकाय छ वडा सरकार छ स्थानीय सरकार छ के भन्नुहुन्छ दर्शक पनि उहाँ बहिनी रोइराख्नु भएको छ उहाँले जसो तसो कमाएर भर्खरै मात्रै पहाडबाट आउनुभएको रहेछ सिधा मान्छे हेर्नुहोस् त अहिले तराईमा धेरै ठाउँमा चाहिँ छाउपडी गोठहरू छैन तर पनि उहाँ पहाडबाट आइसकेपछि देउताहरूलाई मान्नुपर्छ भनेर उहाँले चाहिँ यसरी बनाउनु भएको रहेछ हेर्नुहोस् त अहिले रोइरहनु भएको छ घरमा चाहिँ खानको लागि चामल छैन तर पनि वन कि अध्यक्ष आएर थर्काइसकेपछि तिमीहरूलाई जेलमा हाल्छु भनिसकेपछि आज उहाँ रुँदै हुनुहुन्छ हामीले बोलाउनु भएको छ कति महिना अगाडि दिनुभयो म माघको महिना दियो पैसा माघको महिना यति गतेमा चाहिँ थाहा पाएन मैले माघको महिना दिएँ 3-4 दिन घरमा आउनुभयो म आयो 2-3 दिन आएन अनि बिहान आउँछन् हामी त जङ्गल जानको लागि आउँछन् कि सोध्ने मेरा घरमा आउने अनि पछि पैसा बनाइदियो फोनमा फोन अनि फोनमा फोन गरेपछि अनि कहिले दोकान आऊ भन्छन् अनि कहिले उता माथि आऊ भन्छन् कहिले घरमै आउँछन् आफै न वनको अरू मान्छे आउनु भएको थियो कोही आएन कोही पनि आएन कोही थिएन एक्लै थिएँ सदस्यहरू कोही कसैलाई नभन्नु यो कुरा भने चाहिँ अनि मैले कसैलाई नभने अब डर जत्रो के छ अनि मलाई नभन्नु भने मैले नै भने अनि आफै गएँ तिरे नौला मान्छे सदस्य हुनुहुन्छ उपभोक्ता हुनुहुन्छ छैन भर्खरै आउनुभयो केही थाहा थिएन हामीलाई अब यसरी थाहा छैन अनि केही त्यही भएर हामीले अब माग के छ तपाईँको के माग्छ मेरो जस्तै कि अब 75,000 लिया चाहिँ अनि हुनु पर्यो हामीलाई अनि यसै गोर गरिबलाई मारेर खायो भने अनि के होला अनि तपाईँको पैसा फिर्ता हुनु पर्यो लिने मान्छेलाई कारबाही हुनु पर्यो मेरो पैसा फिर्ता आउनु पर्यो म तिर्छु मैले गल्ती गरेपछि म तिर्छु नतिर्ने बनाएन भने तिर्ने एउटा क्षमता हुन्छ त्यति 75,000 कसले तिर्छ काटा समितिले खान्छन् भने त्यति 75,000 तपाईँले बिलहरू केही दिनुभएको थियो केही दिएको छैन बिल पनि दिएको छैन केही कसलाई भन्नु पनि नभनेको थियो अनि केही पनि गरेको छैन मलाई मैले तिनलाई दिएँ तिनले समात्यो मेरो हातबाट समातेर कति समय सँगै बस्नु पर्यो कति नै म जङ्गल त्यहाँ मान्छे पक्रिएको छु भनेर म मान्छे ल्याउनु मान्छे जाने मनलाई थिएँ अनि त्यहाँबाट मैले हातमा पैसा दिएँ अलिकति कुराकानी भयो अनि लाग्यो गयो अनि बस्यो नि हामीहरू त्यो खर काटेको 9,000 पनि भन्नु खर काटेको छु अनि एउटा मुठा कुहिएर सर्ने जाने चिजलाई पनि तिनले एउटा आशीको लागि 3,000 रुपियाँ पक्रिन्छ तिमीलाई 4,000 तोकेको थियो हामीले भने 4,000 हामी दिन सक्दैन गरिब मान्छे अस्ति यति 75,000 दिएर त्यहाँ कट्टी गर भनेर मेरो एउटा आशीको पनि 3,000 तिरेको छु अझै न पछि आशीको 9,000 रुपियाँ तिरेको छु 3 आशीको 9,000 मेरो घरबाट आशी 3वटा पक्रियाउन् त्यो आशी कहाँ राख्नुभयो पक्रेर ऊ सचिवको घरमा दिए सचिवको घरबाट हामीले अस्ति माघको महिना ल्यायो कहिले मुङसिरको महिना कसलाई तिर्नुभयो त तिनलाई लियौँ हामीले सचिवलाई कि अध्यक्षलाई दियौँ कहाँ दिनुभयो फिलमिल चौराइ दिए अस्ति पैसा अनि सचिवको घरमा गएर आशी ल्याएर आयौँ अनि बिलहरू के माग्नु भएन बिलहरू सचिव आएको थिए केही काटेर मागेन भने हामीलाई दिएन हामीले
झिलमिल चौरा यस्तो झुटझो लागेर पुरै अन्धार अन्धार तपाईँले केही माग्नु भएन भन्नु भन्नुभयो सजिलो भने हामीले उनी केही दिएन हामीलाई भन्यो अनि त्यहाँबाट पछि नै माग्यो अनि सचिवले भन्नुभएको थियो कि अनि केही रजिस्ट्री काटेर माग्नु पर्यो त्यति पैसा किन तिर्नु भएको थियो भने अब सचिवले हामीलाई पन्न हामीले भने दिएन नि त हामीलाई के गर्नु पैसा अब जङ्गलमा उहाँ माग्छन् अनि कहाँ काट्ने 75,000 पहिलाको थियो पछि 9,000 पछि 9,000 आयो तीनवटा आशीको 3,000 का दरले 3 आशीको 9,000 तिरेको अब के भन्नु सर अब हामीले सही गरा आफ्नो घरमा छिएन बुढा भक्कर मुक्सिर गोमा इन्डिया गएपछि बिरामी भएर पैसा छैन भनेर पनि तिनलाई मानिएनन् मलाई मैले सही गरा 5 रुपियाँ निकालेर पैसा निकालेर दिएछु मलाई अब यही महिना मैले ती पैसा दिनुपर्ने कहाँबाट दिने जेल हाल्छ नि त भन्नुभएको थिएन माथि स्वर आयो भने भोलि दिनमा नराम्रो पर्ला तेरा घरमा बढी जस्तो सालको ठुला मात्रै छन् अरू केही पनि छैनन् भन्यो भने तिनले मलाई अब मैले अब गल्ती गरेको थिएँ गल्ती गरेपछि यदि नै हुनु भनेर पनि तिनले भने माने मेरो बुढा इन्डिया गएर बिरामी भइरहेको थियो कमाएको थिएन अत्तसम्म पैसा पठाएको थियो मेरो बुढाले त्यो पनि तिनले नै भनेर मानेन मैले अर्का घरबाट बेलुका गएर बस्यो बिहान बेलुका 80,000 ल्याएर आएँ मैले 80,000 दिएर 75,000 त मैले फिक्सै दिएँ गुनासो आएको छ कि तपाईँको के भयो हजुर लिनुभयो पैसा होइन सर जस्तै यो अहिले टालेछ होइन यो पुरै सालहरू तपाईँहरू देख्नुहुन्छ होइन अनि समितिको बन्द भएर त काम छैन नि त हामीले पनि गर्नु पर्यो तपाईँले पनि हेर्नु पर्यो होइन त्यो एउटा गर्यो भन्दैमा कसरी जरिमाना हुन्छ के हुन्छ भने यसको यो पुरै यहाँबाट लगेर हजुरको पुरै त्यहाँसम्म यो सबै काँचो थियो होइन अनि अहिले पनि काँचो चलेर एउटा समुदायभित्र यस्तै मनपरी गर्न पाइन्छ कि र कानुनले पनि अलिकति जरिमाना लिन्छ भने चाहिँ समिति पनि एउटा के छ भनेपछि जिरोमा तपाईँलाई थाहा भएको कुरा होइन हाम्रो लम्कीमा कर तिर्नु पनि त्यस्तै छ अनि त्यसपछि गएर कार्ययोजनाको पनि 2.5-3 लाख रुपियाँ माग्नु भएको छ सरले त्यस्तै छ होइन अनि जस्तै गएर अब छपान कटानवाडी पनि त्यस्तै छ लम्की बुझाउन त्यस्तै छ होइन अनि म आएँ होइन हामीहरू आए यतातिर हेऱ्यो होइन अनि यस्तो विनाश गर्नुभएको थियो उहाँले मैले भने ठिक छ कामै भए पनि अलिकति माग्नुपर्छ यता गर्नुपर्छ अब एउटा यो दर्ता समितिभित्र छ है फेरि यो यसको पनि हुने हो यो पनि दर्तामा छ फेरि तपाईँलाई थाहै भएको कुरा हो अनि यहाँनिर फेरि घर बस्न आएको छु मैले जानु बस्नै पछि उठ्नु भन्दा पछिको समस्या न पहिले खाली हुन्छ भनिदिएको थिएँ होइन अनि त्यसपछि यिनीहरू जति गरे पनि होइन अब हल्का फल्का त अब केही छ भनेपछि त समितिबाट यता माग्नु अब यहाँ बस्नु भन्दैमा यस्तो मन परी गर्न त सालहरू पाइँदैन तपाईँले कारबाही गर्नु भएन अनि मैले यस्तो भने अनि त्यसपछि के गर्ने हो भने यस्तो यस्तो भएको छ भनेर भने होइन म हेरेँ मैले भिडियो सिडियो गरेँ अनि गएँ पछि तपाईँ सामुदायिक वनको तपाईँ एक्लै चलाउनु भएको छ कि समितिहरू छ अब कोही इन्डिया कोही कतै कोही बेङ्गलोर कोही कतै गइकन अहिले भइरहेछ कि फेरि त्यसपछि कार्ययोजनाको लागि तयारी गरिरहेको छु अनि कार्ययोजनाको लागि पनि मैले उसलाई फोन गरेँ के अरे त्यो रानीगुन्डा त्यो टङ्कुलाई अनि के छ बाबु अनि कार्ययोजना पनि सिद्धिएछ अनि यस्तो गाह्रो भइरहेको छ यताउता भन्दाखेरि अनि उता उनलाई कन्ट्याक्ट गरेको पछि त्यहाँ गएर न अहिले त्यहाँको त हुँदैन आफै बनाउनु पर्छ अनि 3 लाख रुपियाँ लाग्छ अनि ठिकै छ तपाईँ जिरो भनेपछि नि अनि 2.5 लाख ठिकै छ तपाईँ एकचोटि अब आफै गर्दा हुँदा नि वन विभागलाई ल्याएर अनि सट्ट देखाएर के हुन्छ तपाईँको त्यो विषय ठिक छ अन्य विषय के हो अन्य पछि गरौँला जस्तो यो चाहिँ काटे बापतको तपाईँले 75,000 लिनुभयो होइन 75,000 60,000 हो 60,000 लिनुभयो किन लिनुभयो नाइ अब उनीले के भने कि त्यता नगर्दिनु मिलाइदिनु भनेपछि मैले अब समितिमा किन उहाँलाई केही बिल भरपाई के दिनु भएको छ नाइ बिल भरपाई पनि केही दिए छैन अनि म फेरि यहाँ पनि आएको उहाँले आफै कल गरेको गर्नु भएको थियो अनि यिनीहरूले पनि मिलाइदिनु उता नगर्दिनु अनि भनेपछि होइन अनि मिलाइदिनु भने अनि मैले पनि यहाँ गाह्रो हुन्छ होइन त्योभन्दा कानुन प्रक्रिया गएपछि उहाँले जसरी पनि गर्नुहुन्छ यता यो सामान्य ठुलो काटिया छ यसमा के कानुन लाग्छ अब कानुन लाग्छ लाग्दैन त्यो त अब वन विभागलाई थाहा होला मैले त ल्याइदिने भनेको थिएँ कि बाबु होइन ल्याइदिने तपाईँलाई अब कानुन कारबाही के हुन्छ त 60,000 लिनुभएको स्वीकार्नु भएको छ तपाईँले अनि त्यो गरेपछि अनि तपाईँले गर्दा मन परि हुने अनि सामान्य जनताले मैले त्यो पैसा यसरी खाने भन्ने पनि होइन म पनि त्यो कार्ययोजना गरेँ पैसा कहाँ छ अहिले पैसा कहाँ छ त्यो पैसा मैले सुरु अब कसको भने कोषाध्यक्षले पनि छोडिरहेको छ होइन अब सचिवको पनि अब हातमा गरेर हिँडाबिना हुन्छ भोलि चाहिएको बेलाको मैले कानमा लगाउनु पर्यो कि त्यो पैसा कहाँ छ अहिले त्यो पैसा राखेको छ सुरक्षितमा अनि कार्ययोजनामा दिने भनेर केमा राख्नु भएको छ मैले आफैसित राखेको छु आफैसँग छ यो पैसा कहिले फिर्ता गर्नुहुन्छ गरिदिनु भनेपछि गरिदिउँला होइन गरिदिनु अहिले गरिदिनु भने अहिले गरिदिउँला अहिले कति बेला ल्याउनु भएको छ अहिले त ल्याए होइन हजुर अनि भोलि म गरिदिन्छु तपाईँ अध्यक्ष सर्वश्रेष्ठ हो
मैले यस्तो हो कि अब त्यो आफूले खाने भनेको होइन, म कार्ययोजनाको दौडिया छु तपाईँको होइन। चाहिँ समिति 11-12 जनाको समिति, जुन 13 जना जङ्गलको पैसा त जङ्गलमै लगाउनु पर्यो नि त। मैले 13-14 जनाको समिति हुन्छ। समिति छ, तपाईँले कुनै मान्छेलाई कारबाही गर्नुहुन्छ त्यसको निर्णय गर्नुपर्छ। गयो यो अर्को सचिव बस्यो गयो अर्को जाने, हामीलाई पनि यस्तो गाह्रो भएको छ। तपाईँको वन मलाई नसिकाउनु, कानुन नसिकाउनु। वनमा हामीले धेरै ठाउँमा रिपोर्टिङ गरेका छौँ कि तपाईँले निर्णय गर्नुपर्छ होला नि कसलाई कसलाई कारबाही गर्यो भनेर। त्यही त बैठक अनि पनि तपाईँले बसाल्ने भनेको छ, हामीले भेला पनि गराउने उहाँले भनेको छ, चाहिँ बैठक त्यो पनि पैसा बसाल्ने लगिसकेपछि बिल दिनुपर्छ होला। मम्मी बिरामी पर्दैन, मम्मी बित्नु भएन, म यताउता बिजी नै भइसक्यो। व्यक्तिगत कुरा नसुनाउनु हामीलाई। तपाईँको चाहिँ यहाँ बिल दिनुभयो कि बिल दिनु भएन? बिल दिया छैन। दिउँला त्यो नदिनु ठुलो कुरो होइन। अब उहाँहरू पनि जानु पर्यो नि त, जहाँ त्यही उ गर्नु पर्यो होइन। अब कहिले कतै बोलाएछ कहिले कतै बोलाएछ, म पनि त बिजी हुन्छु त नि। हजुर अनि न बिलै दिनुपर्ने भएपछि बिलै मगाइदिउँला अहिले। न बिलै नदिनु उहाँहरूलाई होइन। अब त्यो जे हो त्यसैमा कति महिना अगाडि लिनुभयो तपाईँले? त्यस्तै के को महिना होइन यसले कहिले लिनुभयो तपाईँलाई थाहा छैन? माग्नु है के मेरो मम्मी ठ्याक्कै त्यतिखेर उनलाई माघमा लिनुभयो। कति लिनुभयो? 60 हो। उहाँले त 75 भनिराख्नु भएको छ। 80 माग्नु, तपाईँले 3 लाख माग्नु भएको रहेछ सुरुमा होइन? न मैले यति यति यसो भइरहेछ र यति यति हो। अनि तपाईँहरू सल्लाह गरेर कसरी के गर्ने भनेर उनीहरूले सोधेको। मैले यति उति तपाईँहरूको चाहिँ कार्यविधिमा विधानमा कसैले गल्ती गरेको छ भने कारबाही गर्ने व्यवस्था छ? गर्ने छ, आफूले गरे न त हामी त्यसै कारबाही गर्ने व्यवस्था छ। अब सिधै वन विभागले बोलाउने, नबोलाउने चाहिँ नबोलाउँछन् होइन। कारबाही गर्ने व्यवस्था यहाँ मिलाइदियो भने हात पाउ जोड्छन्। अनि हात पाउ जोडेपछि पहिला यो अवस्था पनि हेर्नु पर्यो होइन। यो अवस्था पनि हेरिदिनु पर्यो, चौकीदारको अवस्था के छ, यो समितिको अवस्था के छ, जङ्गलको अवस्था के छ, कसरी चलाउनु पर्छ। हामी पनि आफ्नो जेबबाट हालिकन अब यो चाहिँ जुन तपाईँ आफै भन्नु यो कति हजारको होला भन्नुहोस् त? अब यो यहाँबाट पुरै अहिले त गायब भइसक्यो होइन। गायब कति हजारको होला भने यो मात्र होइन, यहाँबाट लगेर त्यहाँबाट सबै त्यहाँसम्म हेर्नु यहाँ पुरै थियो कि फेरि। त्यसो यसरी काट्न पाइने ठिकै छ। हामी पनि किन चौकीदार राख्ने, किन गर्ने? काट्न चाहिँ पाइँदैन, काट्न पाइँदैन। ठिकै छ, तपाईँले त्यही भन्नुहुन्छ भने हामी पनि आजबाट केही नगर्ने। यो चाहिँ अहिले चाहिँ यो कति हजारको होला यो काट भन्नु न? हामी त एउटा जस्तो एउटा बोटा छ भने त्यही पनि एउटा यस्तो कट्यो भने 30,000 रुपियाँ जरिवाना लगाउने मलाई। ए निर्णय गर्नु भएको छ? निर्णय गर्नु भएको छ? अनि यो जस्तो यहाँबाट गयो एउटा यहाँको यहाँ पुरै जौरा काट्टाहरूबाट लगाएर हजुरको 30,000 एउटा भनेपछि नि एउटा रुपैयाँ काटेपछि 30,000 अब दिदी मिलाइदिनु यताउता भनेपछि तब त्यसरी मिला, नत्र म मिलाउने पक्षमै छैन। तर म मिलाउन पनि मिलाउँदिन। एउटा रु काटेपछि 30,000। सानो यो बोटाहरू तपाईँहरूले वन समुदायबाट निर्णय गर्नु भएको छ? समितिबाट निर्णय छ? निर्णय होला त्यो छ कि छैन? 80को 500 रुपियाँ हजुर, बन्चेराको 1000 रुपियाँ। अनि यो साल काटेको बाखतमा चाहिँ तपाईँले 500 भन्नु 3,000 3,000 पनि अर्को पनि रहेछ नि उहाँले तिर्नु भएको फेरि 9,000 80को 3,000 500 तपाईँले भन्नुभएको छ, उहाँले 3,000 तिर्नु भएको छ एउटा 80को। यिनीहरू जब समितिभित्र खर खुलाएको छैन भनेपछि होइन, तपाईँ आफै भन्नु खर खुलाएको छैन भने रङ्गे हातमा त्यहाँ चोरहरू भेटिएपछि अनि तिनलाई जरिवाना कस्तो लगाइन्छ त? मैले त गाउँको भन्नुहोस् विषयमा लगाउने भनेको होइन, त्यसो खर काटिरहेको थिएँ। तपाईँको विधानमा छ, तपाईँको विधानले के भनेको छ त्यो अनुसार गर्नु पर्यो नि। तपाईँले चाहिँ भन्या भन्दा पनि माथि लिन मिल्छ, चौबल पचबल लिन मिल्छ। 500 भन्नुभएको छ अहिले भर्खरै, तपाईँले 3,000 लिनुभएको छ। जस्तै अब हामीले त्यो खुलाएकै छैन भने फर्स्टमा चोरी गर्न पस्नु भएको थियो कि चोरी गर्न पसेपछि मैले 9 जना भेटाएको हो। 9 जना भेटाएको। तपाईँले कारबाही नगर्नु भने हैन, कारबाही गर्न मिल्छ। मैले अनि त्यहाँ गरे होइन, त्यसपछि यिनीहरूले भने नाइ कारबाही चाहिँ सुहाउँदो भएन कि तपाईँहरूको? अब सुहाउँदो भयो। तपाईँले आफै भन्नुभएको छ 500 भनेर निर्णय भएरै छ, अनि 500 लिनुपर्ने तपाईँले जस्तै हल्का फुल्का त्यहाँ भित्र जस्तो भित्र नपसेर त्यो नर्सरी तल भित्र खड्न काटेको भए त म त्यति पनि जरिवाना लिन्थेन, लगाउँथेन। अब यस्तो यस्तो भेटाएपछि त अब जो अलिअलि धाइडा साडा छ थाका साडा यस्तो घाँस काट्ने लागेको त 500 रुपियाँ समाउँछौँ। अब भित्र गएर खडै काटिरहेका छन् भने जब म बैठक बसेकै छैन, कसैलाई थाहै भएको छैन, जनाएकै छैन भने उनलाई त थाहा हुने कुरा हो नि त। अब त्यो समितिलाई नटेरेर नपत्यार अब जस्तै समितिले के गर्छ र भनेर त गरेको होला नि त्यो बिना छ कि तपाईँले यस्तै साल काट्न दिनुहुन्छ भने आजबाट ओके छ, हामी त काट्न दिन्छौँ है। फलानु पत्रकारले हामीले यो भनेको हामी वन विभागमा हामी त्यही भन्नेवाला छौँ, तपाईँ नै आउनु होला, तपाईँ नै हेर्नु होला, गर्ने बेची कारबाही गर्न तपाईँको चाहिँ हामीले काट्न मिल्छ भने हामीले त अब तपाईँले भन्नुभयो नि त यो काटेर कति हुन्छ भने जब तपाईँ कुद्नुहोस् होइन, कुर्नुहोस् त्यही त तपाईँले चाहिँ हेर्नुहोस् होइन, चौकीदारबाट लगेर माथि जस्तो लम्कीमा कति तिर्नुपर्ने होला होइन। हामी अहिले पनि त कति 15-20 लाख रुपियाँ ऋणै छ होइन। जस्तै हाम्रो कार्ययोजनाको पनि अहिले सिद्धि छ होइन, अनि त्यसको पनि पैसा लाग्छ। हामी पनि त घरबाट आफ्नो जमिन जग्गा बेच्दा हाल्ने होइन नि त। यस्तो नौसानी बिगाड भएको लागि त हामीले पनि त कारबाही गरेर अनि त्यो पनि कारबाही तपाईँले नगर्नु भनेको छैन, कारबाही गर्ने तर सुहाउँदो कारबाही भएन के? 10 लाख जति चौकीदारको लिनु छ होइन, अनि त्यो पनि हामीले कहाँ आँटेर सुहाउँदो कारबाही किन गर्नु भएन? सुहाउँदो कारबाही गरेर यसो हो जस्तै 500 लगा हुँदैन, केही गरे हुँदैन भने यस्तो यो एउटा तपाईँले कारबाही गर्ने भएपछि घरमै आएर रुपियाँ लिनु पर्थ्यो।
अनि त्यहाँ पिरुवामा गएर किन लिनुभयो काटेपछि कति लाखको हुन्थ्यो होला तपाईँले पिरुवामा गएर एकान्तमा पैसा किन लिनुभयो म एकान्त होइन म आउन लागेको थिएँ ऐनीले मलाई बोलाएको कसैलाई पनि तपाईँले भन्नुभएको छ कसैले पनि नभन्नु भनेर किन भन्छ मैले त यसोको जिम्मा दिए भाइ पछि मलाई यस्तो नहोस् हैन 3-4 दिनसम्म तपाईँ यहाँ आउनुभयो म यहाँ आउँदै आएन म सुरुको दिन आएँ उहाँहरूले मलाई फोन गरेको गरेँ म यो गरेर गएँ होइन म यो सबै हेरेँ अनि म गइहालेँ गएपछि यस्तो रहेछ अनि भनेर पछि त्यहाँबाट ठ्याक्क त दोकानमा यस्तो त भएर छ भाइ अनि के हो त त्यहाँ बारेमा यताउता हुने अनि मैले त वनपाले बोलाउनु पर्ने हुन्छ भन्ने कुरो भयो अब यिनीहरूको के कुरो भयो कसो कुरो भयो अनि तपाईँले एकान्तमा बोलाएर एकान्तबाट चाहिँ 75,000 लिनुभएको रहेछ होइन 80 भन्नुभएको छ 5,000 उहाँले राखेर 75,000 चाहिँ तपाईँले दिनुभएको रहेछ अनि एकान्त कसैले नभन्नु है भन्यो भने तिमीलाई भित्र हाल्छु भन्नु तिनीहरूलाई मैले त्यस्तो मैले त पैसा लिने ठाउँ भनेको छु र त्यो भन्ला त तिनीहरू फेरि तपाईँको त्यो मात्रै होइन अन्य उहाँसँग 15,000 लिनुभएको रहेछ उहाँ चाहिँ दृष्टिविहीन हुनुहुन्छ यो भाइले त होइन अनि त्यहाँ डोजर लगाएको थियो यताउता सबै गरेको थियो म माग्न आएन यहीँनिर छ होइन माग्न पनि आएन अनि चौकीदारको अनि यताउता छ दिदी ल यसरी ऊ छ अनि लिएर ऊ गरिदिनु सहयोग गर्नुभयो भनेर त्यसरी दिएको यहीँनिर छ सहयोग भनेर दिएको सहयोग भने रसिद माग्न उसको उहाँले सहयोग गर्न मिल्छ रसिद दिनुभयो नै रसिद दिएन अब अनि अडिट कसरी हुन्छ तपाईँको सामुदायिकको खातामा आउँछ कि तपाईँ खल्टीमा आउँछ त्यो पैसा रसिद अब त्यो गएर मागे म दिन्थेँ म माग्ने होइन उहाँलाई दिनु पर्यो नि त फेरि बोक्नु पर्यो नि बोक्नु पऱ्यो चाहिँ बोकाउँला होइन सँगसँगै होइन पैसा लिन सक्ने अनि दिन नसक्ने हुन्छ अनि त्यो अब उनले अब ठ्याक्कै मेरो पनि ऊ भएन होइन उनले पनि भन्नुपर्छ हामीलाई रसिद दियो भने हामी रसिद दिने हो किन नदिने रसिद त दिने हो नि अनि उहाँको 25,000 उहाँको छ एउटा उहाँ कता जानुभयो ऊ उहाँको छ 25,000 रुपियाँ कसको ऊ उहाँको कसको हातमा दिया हो त्यसलाई सोध्नु न अनि त्यो दुनियाँबारीको नै खनाउने त्यसले मेरो हातमा दिया कतिखेर दियो कतिखेर दियो त्यसले मलाई पैसा सचिवको तपाईँले पठाउनु भयो अरे सचिवको हातमा दिए अरे सचिवको हातमा दिएपछि नि रसिद ल्यायो होला त अनि त्यो डोजर लगाए बेला समात्न आए बेला अनि सचिवले दिएछ सचिवलाई थाहा होला कि सचिवले सबले थाहा होला त्यो मलाई थाहा छैन त्यो विषय थाहा छैन मलाई थाहा छैन अब आफ्नो हातमा आएको थाहा हो नि अरूको हातमा चाहिँ अनि उहाँको चाहिँ जुन तपाईँले स्वीकार्नु भएको छ 60,000 कहिले फिर्ता गर्नुहुन्छ म भोलि दिइदिन्छु त्यसलाई कति बजी दिनुहुन्छ कति बजी दिनुहुन्छ कति बजी अब 10-11 बजीतिर दिइदिन्छु आज दिन सक्नुहुन्न अहिले त अब कहाँबाट दिउँला कहाँ छ पैसा घरमा छ भन्नुभएको सुरुमा गल्ती गर्नु भयो नि अध्यक्षज्यू मैले त अब यस्तो गल्ती गरेर यस्तो होला भनेर होइन म सिधै वनपालेमै गएर उहाँले चाहिँ तपाईँका उपभोक्ताले गल्ती गरेकै हुन् तर तपाईँको उपभोक्ताले गल्ती गर्दै गर्दा तपाईँले अध्यक्षले गल्ती किन गर्नुभयो भन्ने हो कि उनीहरूले मलाई नि अब जस्तो मैले आएर हेरेँ मैले जानकारी मात्रै गरेको तपाईँको पैसा लगिसकेपछि यति पैसा फलानुबाट लगियो कारबाही गरियो भने निर्णय गर्नु भएको छ गरे छैन त्यही त भने कोही ब्याङ्कले पैसा छन् कोही काहीँ छन् कोही काहीँ छन् नयाँ समिति किन बनाउनु सक्नु भएन नयाँ समिति जुट दिनु पर्ने कि जुटाउनको लागि लागेको छु म पनि यो बाटोमा बचत हाल्नको लागि अनि त्यो समिति बसाल्नको लागि अनि यो जस्तै अहिले कार्ययोजनाको लागि पैसा चाहिरहेको छ होइन अनि त्यसको लागि अनि यो कसरी जाने कि नजाने मैले त वन विभागलाई पनि कुरा गरिसकेँ तपाईँ आउनुहोस् अनि त्यो पुरै घुम्नुहोस् होइन अनि जीविस पनि घुमाउनुहोस् कतिको जान्यो के जान्यो त्यो मेरो सरकारको विषय भएन अनि यो जग्गा पनि अब कसो हो के हो यो त्यो वन विभागले जीविस घुमाउला अनि घुमाइदिएपछि नि कसको घर उठ्नुपर्छ के जानुपर्छ त्यो मेरो विषय कुरा भएन